ऐनमहर बलात्कारी मेरो इज्जत उनले बलात्कारी ऐनमहर एमालेको नेता सांसदले भन्ने अहिले कुकुर भोगिरहेछ सदनमा कुकुरको जसरी भङ 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 गरिरहेछ लास दिन पचाएर नकचरो नाक नभएको अनि सबै लास पचाइसकेको छ त्यो कुकुरको जसरी भोगिरहेछ अनि सरकार पनि त्यही हेरेर बसिरहेको छ त्यही त त्यसलाई कुन मान्छेले अहिलेसम्म राम्रो भनेको छ देख्नु भएको छ एउटा कमेन्ट त्यसको परिवारका सदस्यले भाइ 3 करोड जनताले सबैले त्यसलाई गाली गरेको छ सही भए पनि सही भन्न सक्थ्यो होला नि त त्यसलाई अभिव्यक्तिमा हेर्नु त्यसका एउटा फोटोमा हेर्नु एकजना त्यसको परिवार बाहेक त्यसको कोही छैन सपोर्ट गर्ने 3 करोड जनता छ नि जुन जनता छ नि उसले सबैले त्यसलाई मन पराएको छैन सबैले गाली गरिरहेको राम्रो भयो त साथ समर्थन गर्थ्यो होला त हजुरलाई धेरै धेरै धन्यवाद न्यायालयले दुध पानीको पानी छुट्याउनु पर्छ पुरुष बलात्कारी ऐनमहरलाई चाहिँ कानुन बमोजिम समाउनु पर्छ अगाडि बढाउनु पर्छ बलात्कारी ऐनमहर यदि निष्पक्ष राम्रो हो निर्दोष हो भने त्यो अदालतले 3 अदालत छन् 3 अदालतका न्यायाधीशले गर्नेवाला छन् मेरो कानुन बमोजिम अगाडि बढाउनु होला नत्र यही म दिन्छु म जुन लिएर अब कोही साथीहरूले के प्रश्नहरू छ अपराधी हो अहिले खड्गप्रसाद ओलीले बचाएर पटक बचाएर सदनमा भुकिरहेछ अहिलेको सरकारले त भनेर पक्रा गर्न सक्छ नि त उहाँ साँच्चै नै दोषी हो भने सक्ने हो खै त सकिरहेको एमालेको के शक्ति छ सरकार तपाईँले के भन्नुभएको छ सरकार बोतराछ भएको त्यहाँको त्यहाँको प्रहरीहरू कर्मचारीहरू अदालतका न्यायाधीशहरू अदालतका कर्मचारीहरू सबै एमाले कांग्रेसका हो अझ एमालेका हुन् त्यो पनि अझ केपी ओली नजिक तपाईँले ठ्याक्कै एमालेको भनेर तपाईँले घोषणा गरिदिनु भयो अनि एमाले सरुवा बढाइ गराइदिएको छ एमाले नियुक्ति गरेका छन् त अनि के भन्नु अधिकांश एमालेको कार्यकर्ताले भन्छ कि एमालेको यस्तो युवा नेता होइन ऐनमहर बगान जस्तो क्षेत्रमा बाट जितेर आउनु भएको स्तुरी हात धोएर पछाडि लाग्दा चाहिँ काहीँ न काहीँबाट चाहिँ परिचालित हो भन्छ के मान्छे एमाले कार्यकर्ताहरूले परिचालित प्रमाण छ त मसँग देख्नु भएन त्यत्रो सामाजिक सञ्जालमा त्यत्रो प्रमाणहरू हालेको छ अब तपाईँले प्रमाण भन्नुभयो होइन ठ्याक्कै के प्रमाण हो के भन्नुभएको यो हो जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी परिसरलाई चाहिँ अनुसन्धानको सम्बन्धमा निर्देशन दिएको प्रहरीलाई तर प्रहरीहरू मौन छन् अपराधीलाई बचाउने दाउमा छ अपराधीलाई संरक्षण गर्ने दाउमा छन् यत्रो आएर पनि यत्रो अपराध गरेर पनि उसलाई चाहिँ कुनै मतलब छैन ऊ शक्तिशाली हो रे बहालवाला हो रे त्यही भएर अनुसन्धान नगर्ने यदि सर्वसाधारणको छोरा भइदिएको भए अहिले उसलाई जेलमा उसलाई पछाडि अगाडिबाट साङ्लाले बाँधेर जेलमा राख्दिन्थे अब अपराधी ठुलो ठुलो गिराएको छ सदनमा अब कहिलेसम्म यसरी माइती घरमा यसरी बसिरहनु अब राष्ट्रमा सरकारले पनि न्याय दिन सकेन भने त कहिले अब मृत्यु हुन अब यही न्याय लडाउनलाई कतिखेर मार्छ के गर्छ त्यो त बताइसकेको अन्तिममा तपाईँले न्यायालय ऐनमहर र सरकारलाई के भन्न चाहनुहुन्छ ठ्याक्कै तीनजनालाई न्यायालय ऐनमहरलाई पनि सरकार कानुन बमोजिम हुँदै सबैभन्दा मुद्दा चलाउने अधिकार न्यायाधिवक्तासँग हुन्छ विशेष अधिकार न्यायाधिवक्ताले नै जिल्ला सरकारी वकिल कार्यालय निर्देशन दिइसकेको छ र जिल्ला सरकारी वकिल कार्यालयले पनि प्रहरीलाई निर्देशन दिइसकेको छ अनुसन्धानको सम्बन्धमा आवश्यक कानुनी कारबाही गर्नु भनेर तर प्रहरीले अनुसन्धान गरिरहेको छैन अब यो सन्दर्भमा के भन्छु सुदन गुरुङ गृहमन्त्री हुनुहुन्छ के हेरेर बस्नु भएको छ तपाईँ न्याय दिन्छु भन्दै हुनुहुन्थ्यो त खै मैले यत्रो कानुन बमोजिम प्रमाण हुँदाहुँदै कानुन बमोजिम कागजपत्र हुँदाहुँदै तपाईँले किन अपराधीलाई बचाइरहनु भएको छ भन्न चाहन्छु न्यायालय पनि अब न्यायालयप्रति मलाई अहिले केही भन्नु छैन प्रहरीले पटक मेरो पहिला ऐनमहरको चुनौतीलाई तपाईँ कसरी चिन्न चाहनुहुन्छ भन्दा चुनौती दिनु यदि म गलत भने मलाई चाहिँ जेलमा हालेर देखा भनेको छ भने हप्ता बालकले मान्छेहरू गीता भट्टमा पोलेर जितेको होइन कतिचोटि सांसद जिते म त अझै जिउँदैछु उसले कतिजना मारेको थियो म त एकजना म जिउँदैछु लडिरहेको छु यो न्याय मरेको देशमा ऊ अपराधीले चुनौती दिनु स्वाभाविक कुरा हो अपराधीलाई ठाउँ दिएपछि अपराधीलाई अगाडि बढाइदिइसकेपछि अपराधीको संरक्षण गरिसकेपछि उसले चुनौती दिनु स्वाभाविक कुरा हो अन्तिममा न्याय पाउनेमा आश्वस्त हुनुहुन्छ के न्याय पाइन्छ यस्तो हुँदै यस्तो कार्यान्वयन गर्दैन भनेपछि कसरी न्याय पाइन्छ न्याय पाउनेमा पनि तपाईँ आश्वस्त हुनुहुँदैन छैन यो सरकारले के हेरेर बसिरहनु भएको छ अपराधी यो परिसरको प्रहरीले मेरो एउटा मुद्दा भने हरेक मुद्दामा बोध्ने गरेको छ जाल जेल षड्यन्त्र गरेको छ अपराधीलाई खाएको होला नि त त्यो भ्रष्टाचार गरेको दुनियाँ लुटेको पैसा दिएको होला बलात्कारीले घुस पैठ त्यही भएर बलात्कारी